माम कस्तो काठमाडौँमा चिसो बढेको है हो त नि चिसो बढ्यो त अब यो जेठ महिना भयो भने अस्ति घाम चर्केर टलक्क पोल्ने भएको थियो अहिले चिसो त बढेको छ नि मम्मी के तातो खाउन मिठो राम 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 अनुष्कालाई त अब फेरि चिसो हुने बित्तिकै तातो खानु पर्यो तातो हुने बित्तिकै चिसो खानु पर्यो के हो हेर्नु न यो काठमाडौँमा त लाइट गएको गर्छ के यो लाइन गए पनि मैले चाहिँ आज किमा नुडल्स बनाउने तयारी गर्दैछु यो चाहिँ मेरो दोस्रो ट्राई हो योभन्दा अगाडि चाहिँ मैले होममेड आटाबाट बनाएर ट्राई गरेको थिएँ है अब यो किमा नुडल्सको लागि चाहिँ यस्तो मोटो मोटो खालको नुडल्स लिनुपर्छ यो पेपरमा ऱ्याप गरेको हुन्छ क्या मैले लिएर आएँ मैले चाहिँ बाहिर किनेर चाहिँ खाएको छुइनँ कि कस्तो हुन्छ भनेर मैले यस्तै टिकटकहरूमा हेरेर चाहिँ यस्तै होला भनेर अन्दाज गरेँ होइन किमालाई चाहिँ मजाले भुटभाट पारेँ कसरी पारेँ भनेर हेरिहाल्नु भयो अनि मेरो त टिम्बरको छोप छ नि त घरमा बनाएर राखेको अस्ति रेसिपी पनि सेयर गरेछु त्यसलाई चाहिँ तातो त्यसले झैँ झार्नेपछि चाहिँ मैले चिल्ली सस बनाएँ अनि मैले प्लेटिङ गर्दैछु पहिले चिल्ली सस हालेँ त्यसपछि अलिकति किमा हालेँ त्यसपछि नुडल्स हालेँ फेरि किमा हालेँ त्यसपछि भुटेको बदाम हालेँ अनि त्यसपछि फेरि मैले बनाएको चिल्ली सस हाल्दै गएँ अनि त्यसरी नै दिएँ है अब यतिकै मात्र भएन भनेर भन्छ कि यिनीहरूलाई फेरि त्यो करेन्टको मसला पनि एड गर्नु पर्यो अरे ठिक छ अब जतिवटा मान्छे त्यतिवटा स्वाद